Guru Sorgia Ama Dehand by Graili Isro Habdama Cha. Lah, udah kan ya? Ya, udah dah. Hello everyone, Namaste and Tashidalek to all of my dear subscribers. Right now I'm at our Kirtipur Monastery guest house. So I want to explain you a little bit about today what I'm going to show you. As everyone know about that Mayumla, so it's the third week the puja, and then in this week our Rinpoche, Lama, Jesim Lamas, and also Thalpachari nuns, they pray Metuk Puja for Mayamla. And then so today our respected Lama Luntubla will perform the Changpur, and also our the Jawlakhel Tibetan camp people, they join with us and they also chanting the money for the Mayung. And then after I want to share you the video that is Rinpoche want to offer some gifts, and also we offer lunch to charity, to baby life care home, and homeless Nagrik Bal Giri, the students Rinpoche want to offer behalf of his Dreres Mayumla. And then so actually today is also that Nepali New Year, so Rinpoche want to give offer like this. Actually Mayumla also love the children, so that's why so today Rinpoche want to offer to that, especially to those the students. So today I'm going to show you. And then tomorrow so is the Monday, so as everyone know Monday is our third week of Mayum. And then tomorrow our venerable Sangsang Rinpoche will come and pray puja. And so today next video I'm going to show you like this. Okay, so Tashidalek, and so please pray for our dearest Mayumla. Okay, Om Mami Devahi.
तिथिमा हामीले निमन्त्रण गरे अनुसार यहाँ पाल्नु भएको टिभी लाइफ होमका छात्र छात्राहरू र गरी बाल गृहको छात्र छात्राहरू तपाईँहरूको आफ्नै कार्यक्रम हुँदाहुँदै पनि यहाँ हाम्रो निमन्त्रणलाई सहर्ष स्वीकार गरेर आउनु भएकोमा म यहाँ आजको यो पुण्यतिथि हो किनकि मेरो स्वर्गीय आमा देहान्त भएको अहिले तेस्रो हप्तामा छ अनि त्यही सिलसिलामा आमाको एउटा चाहना अनुसार इच्छा अनुसार यहाँहरूलाई एउटा सानो कोसेली चाहिँ नि आमाको तर्फबाट चाहिँ नि यहाँहरूलाई दिन चाहन्छु किनकि मेरो आमा बच्चालाई एकदम मन पराउनुहुन्छ अनि जहिले पनि बच्चा भेट्दाखेरि उहाँले केही न केही कोसेलीहरू तयार गरेर दिने उसको आफ्नै एउटा राम्रो बानी छ अनि त्यसैले एउटा निरन्तरता दिने एउटा मैले कोसिस गरेको आमाको सम्झनामा जस्तो समस्या पाए पनि एउटा चाहिँ हामीले एउटा स्मरणीय हुन्छ त्यो चाहिँ नि आमाको माया जस्तो स्थितिमा भए पनि हामीले आमालाई कहिले पनि बिर्सिन सक्दैन हामी आमाको माया चाहिँ नि सधैँभरि लाग्छ अनि उदाहरणको रूपमा लिएर संसारको सबै प्राणीहरू पनि हाम्रो आमा जस्तै हो भनेर यिनीहरूप्रति पनि हामीले एउटा प्रेम मैत्री सद्भावना चाहिँ नि हामीले एउटा उत्पन्न गर्नु र त्यसलाई निरन्तरता दिनु चाहिँ नि हाम्रो लागि निकै आवश्यकता छ यो संसारमा शान्ति चाहिन्छ यो संसारमा परोपकार चाहिन्छ एक आपसमा सद्भावना चाहिन्छ त्यसैले चाहिँ नि संसार चाहिँ अहिलेसम्म चलिरहेको छ यदि यो संसार चाहिँ नि तपाईँ स्वार्थी मात्रको अनि हामी सबैले सिवाय दुःख मात्र पाउँछ सुख पाउन निकै गाह्रो हुन्छ तपाईँहरूले पनि एउटा सबैको संसारको सबै प्राणीहरूलाई एउटा आमाको छोरा जस्तै माया छ नि होला त्यति मात्र भन्न चाहन्छु अनि यहाँबाट आउनुभएकोमा धेरै धन्यवाद छ
यो बेबी लाइफ होम र अनि यो नारी बाल गृह दुइटैलाई 1 लाख रुपियाँ चाहिँ नि तपाईँहरूले हस्तान्तरण गर्न चाहन्छु। यो चाहिँ नि बच्चाहरूलाई कहिले कहिले बिमारी हुनसक्छ, कहिले कहिले केही न केही चाहिएको हुनसक्छ, त्यसमा लगाइदिनु होला भनेर अनुरोध गर्न चाहन्छु। धन्यवाद। छोटो कार्यक्रम चाहिँ यहीँ समाप्त हुन्छ। अनि अघि मैले भनेअनुसार यहाँहरूले पनि करुणा र मैत्री मात्र ममता यिनीहरूमा चाहिँ नि ध्यान दिनु होला। अनि हामी आफ्नो लागि मात्र बाँचेर नबसौँ, आफ्नो लागि त पशुहरू पनि बाँच्न सक्छ, तर हामीले केही न केही मनुष्य भएर हामी सबैको लागि त्यस्तै एउटा सोच चाहिँ हामीले निरन्तर पाल्नुहोस्। अनि पछि ठुलो भएपछि तपाईँहरूले पनि केही न केही सामाजिक सेवा, मानव कल्याण यस्तोमा ध्यान दिएपछि अनि हामी यो आफ्नो जीवन चाहिँ एकदम अरूको लागि फलदायक हुन्छ, सफलता पनि हुन्छ। त्यति मात्रै भन्न चाहन्छु। यहाँहरूलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै म यो कार्यक्रमबाट बिदा हुन चाहन्छु। धन्यवाद। Okay. Oh, thank you. La, Happy New Year. La. Amen.
산계 자세 밤에 걸게요 대개 만사 바구네 바에 대화진 제사회 신앙들 안윤되는 세월 중마다 대화 신경 발만 제하여 게으르기는 거저 상계 장생 황제에게 계명으로 발신게 하옵소서 미안하 벤자리야 아와고라 나의소能够不修平，能够做到，今天我们生命不是些虚拟，但是他们交了分呢，就是不是偏往下，偏让像就是你说的那个事情，他们我说那么的事情，对事情，甚至是不当，他说什么是来说不是些虚拟，但是呢，也不能。 你种种想一些，那第一次让你这个观众同的，那这样子我能想的，俺们专业的三个东西听不完，俺的已经是现在我的这个新闻的起源，这些都是的。